ओहो, हेर्दा हेर्दै मेरो शरीर त बोसोले भरिसकेको पो रहेछ। अब चाहिँ हुँदैन है, अलिकति तौल घटाउनु पर्छ भनेर मैले चाहिँ आजबाट तौल घटाउनतिर लागेको है साथीहरू। अब हेरौँ कतिसम्म घटाउन सक्छु होला, सक्छु कि सक्दिनँ होला। अब सकेसम्म चाहिँ सक्छु भनेर मैले आजबाट आँट गरेको छु। यो मिठो मिठो खानेकुरादेखि चाहिँ टाढा भगाइदेऊ है भगवान् मलाई। त्यसपछि आफ्नो शरीरलाई चाहिने शक्ति मिल्ने खाना मात्रै खान मनपर्ने, त्यो बाहेक बढी त खानै मन नपर्ने बनाइदिनुहोस् है भगवान् मलाई। साथीहरू, अनि आज म तपाईँहरूलाई मेरो तौल घटाउने एक हेल्दी प्लेटको बारेमा भन्छु है त। यहाँ मेरो प्लेटमा 2वटा उमालेको अन्डा जसले प्रोटिन दिन्छ र पेट लामो समय भरिराख्छ। साथमा छ केही उमालेको मकै, फाइबरले भरिएको, मिठो पनि र तौल पनि बढाउँदैन। यहाँ काँक्रो र पालुङको मिश्रण छ, ताजा, हल्का र पाचनमा सहयोगी। एनर्जीको लागि थोरै भिजाएको बदाम पनि छ। यो प्लेट सस्तो, स्वादिलो र फिटनेसको लागि एकदमै उपयोगी छ। साथीहरू, याद गर्नुहोस्, तौल घटाउन महँगो डाइट होइन, सन्तुलित खानपान चाहिन्छ। तपाईले पनि यस्तै सरल खानाबाट आफ्नो तौल घटाउने यात्रा सुरु गर्न सक्नुहुन्छ है साथीहरू। हेल्दी खाऊ, आत्मविश्वासी बनाऊ भनेको यही हो।